हेलो एन्ड नमस्ते तपाईहरु सम्पूर्णलाई मेरो फर्स्ट मिनी भ्लगमा स्वागत छ है। मलाई यस्तै मिनी भ्लगहरु बनाउन मन लाग्छ के, सो आज बनाइदिएको कस्तो हुन्छ। बनाउन त आउँदैन, त्यही पनि बनाइदिए हैन। खासमा हामी चाहिँ जलजला जान लाग्छौं के, जलजलाको धार्मिक स्थलमा घुम्नलाई जान लाग्छौं हैन। हामी गाडीमा जान लाग्छौं, त्यसैले खास राम्रो बनाउन पनि पाएन। खासमा हामी हिँडेरै जाने भनेको थियौं हैन, अनि टाढा पनि थियो, अनि धेरै भारी भएको कारणले पनि हामी गाडीमा गइराछौं के। खासमा जलजला चाहिँ किन जानुपर्ने भनेसी त्यहाँ मलाई एकदम जान मन लागेको थियो के। त्यहाँको ठाउँहरु हेर्न मन लागेको थियो हैन। म चाहिँ दोस्रो चोटी जाइरहेछु भर्खरै हैन, धेरै वर्षपछि जाइरहेछु जलजला चाहिँ। त्यो भएर एकदम एक्साइटेड पनि छु के हैन। अनि तपाईहरु कति जना आउनु भएको छ, आउनु भएको छैन भने आउनु होला। अवश्य पनि एकचोटी हेरेर मात्र भए पनि जानु होला, यति मनमोहक छ यो ठाउँ चाहिँ हैन। चाहिँ हामी लगभग गाडीमा 2.5 घण्टा त्यस्तै 2.5 घण्टामा पुगिसकेका थियौं हामी हैन। अनि हिँडेर पनि जानुपर्छ के। फाइनली जलजला आइपुग्यौं हामी चाहिँ, यही हो जलजला हैन। यता देखिरहनु भएको भिडियोहरु मैले जुम गरेको छैन। हामी चाहिँ त्यही बस्ने गरेर चाहिँ गएको थियौं हैन। हामी चाहिँ त्यहाँ पुग्दाखेरि लगभग 1-2 बज्न लागिसकेको थियो हैन। जाने बेला चाहिँ यो चाहिँ त्यहाँको ताल हो हैन। यो चाहिँ पछि मानिसले बनाएको टाल हो है। अनि यता तपाईहरुले देख्न सक्नुहुन्छ यो चाहिँ होटलहरु हो, तल देखेको मन्दिर, अनि तल पनि मन्दिरहरु, धर्मशालाहरु पनि छन्। तपाईहरु आउनु भएको छैन भने दर्शन गर्नलाई पनि आउनु होला हैन। एकदम राम्रो छ के, यहाँ आएपछि सबै दुःखहरु बिर्सिन्छ के। यो चाहिँ केको फूल होला भनेर राख्नु भाला लालीगुरा जस्तै छ, तर चेम्ला हो यसको नाम। यो फूल चाहिँ यति राम्रो थियो के, यति राम्रो थियो हैन। तर हामी जाने बेला चाहिँ सब फुलेर पनि झरिसकेको थियो के, यति राम्रो छ। सो अब भिडियो पनि यति नै हो, फेरि अर्को भिडियोमा भेटौँला। आजलाई यति नै, जस्तो लाग्यो त्यस्तै कमेन्ट गरिदिनु होला। बाइ बाइ।